नमस्कार हजुर सबैलाई। आज चाहिँ म एक्लै घुम्दै तिमीतर्फ गएको थिएँ कि। अनि हुनु त चियारी त छैन आज भोलि हैन। अन्त माथि एक ठाउँ चाहिँ मलाई जानु मन पर्यो। हेर्नुस् त दामी रहेछ। हो यहाँनिर चाहिँ टिकट काउन्टर रहेछ हैन। अनि पर हेड कति 40 पर्दो रहेछ, पर हेड 40। अब म फर्स्ट टाइम जाँदैछु उतो हैन। पर हेड 40 मा यहाँ के चाहिँ देख्न पाउने रहेछ हेर्नुस् ल। म तपाईहरुलाई पनि देखाउँछु। मैले जे देखेँ नि त्यो चाहिँ म तपाईहरुलाई पनि देखाउँदैछु है। सडक्क परेको रहेछ, बाटो सफा हो, सडक्कै परेको। अरूहरु पनि निकै आउँदो रहेछ कि। म चाहिँ आज सुन्नुस् न के रे हाउडे न हाउडे ट्र्याकमा आएको। अब स्कुटी सिक्दै थिएँ नि त म हल्का। अनि भरे अब लड्नु पनि सक्छ के हुन्छ भने चाहिँ अब जुत्ता पनि त्यस्तै छ हो। त्यहाँदेखि चाहिँ उयो पनि के भन्छ पेन ट्र्याक सुट पनि त्यस्तै छ। अनि अरू त सबैजना घुम्न आएको रहेछ। म त त्यत्तिकै आएको। र के चाहिँ छ भनेर आएको हो। सायद मेमोरी होला केहीको, कसैको मेमोरी होला त्यो हैन। मेमोरीमा लेखिदिएको बनाएको। अनि एकैछिन है तपाईहरुलाई म देखाउँदै छु। अनि यहाँ चाहिँ नि फोटो खिच्ने ठाउँ रहेछ नि त। म चाहिँ खिच्दिनँ किन भन्नुस् त। मैले अघि भनिहालेँ हैन, जुत्ता पनि हाउडे लगाएर म त्यति घुम्दै आएको हो। तपाईहरु आउनु भयो भने चाहिँ उहाँ दिदीले खिच्नु हुँदो रहेछ फोटो। अनि हेर्नुस् भन्नु न तपाई खिच्दिनुहुन्छ हैन फोटो यहाँनेरि? फोटो नि यो भिडियोको लागि। त्यो भिडियोको लागि हो। यो चाहिँ के छ यसको सिस्टम चाहिँ? यो 360 हो, रोटेट हुन्छ। यहाँ एउटा भिडियो हामीले बनाउनु पर्दा चाहिँ मेरो भिडियो बनाउनु पर्दा तपाईकै भिडियो बनाउनु पर्यो। तपाईको फोन लाग्छ, गीतहरु बजाइदिन्छ, हामी घुमाइदिन्छ। ए कति लाग्छ त्यसको लागि? 100 रुपैयाँ। ए सुन्नुभयो, यहाँ चाहिँ तपाई आउनु भयो भने चाहिँ यहाँबाट चाहिँ भिडियो बनाउनु सक्नुहुन्छ। यहाँ माथि चढ्यो हो, आफ्नै फोन लगायो, यो रोटेट भएर चाहिँ म्युजिक लगाएर भिडियो बनाउने सिस्टम छ, ताकि यहाँको सिन भ्यूहरु मजाले तपाईको भिडियोमा आउँछ। म चाहिँ गर्दिनँ किनभने म त घरकै ड्रेसमा आएको त्यत्तिकै हो, स्कुटी गर्दै। त्यसैले तपाईहरु आउनु भयो भने चाहिँ त्यसको लागि चाहिँ 200 भन्नुभयो है। ए 100 रुपैयाँ रहेछ त्यसको लागि, उहाँले गरिदिनु हुँदो रहेछ। म चाहिँ अब फर्केको हो। यति नै हो आजको। 40 रुपैयाँमा चाहिँ यति देख्नु पाइँदो रहेछ। देख्नुभयो? मैले तपाईलाई अघि भन्थे 40 रुपैयाँमा के देख्ने छ यहाँबाट भनेर चाहिँ हैन। 40 रुपैयाँ त्यहाँ काउन्टरमा दिइसकेपछि यति चाहिँ तपाईहरुले देख्न सक्नुभयो।